अनि बगड्यो त्यो चाकको टुप्पो पनि काटो अनि ठ्याक्क आउँथ्यो त अघि मैले तिमीलाई भन्न बिर्सेछु चाकको टुप्पो हुन्छ नि त्यसलाई भएछ त्यो पनि हालिदिने हो नि दामी हुन्छ जुसी आउँछ हो जुसी आउँछ कि मोसो हुन्छ नि त टक्क लगाएर आज चाहिँ मोमो खाने हो चिकन मोमो सबै पनि त अब हामी आफै किमा बनाउने हो साथीले अब त्यहाँ मिठो मसँग लगाएको छ छुट्टी हो त्यो भएर छुट्टीको दिनमा चाहिँ हामी मोमो खाने लौन्डे आज हामीले मोमो खाने हिजो हामीले चेरी टिपेर चेरी त हाल्दैन है सलाद खाने मात्र हो तक्लिया तेरो बाप तक्लिया तक्लिया अक्षय कुमार तर यस्तो एन्टिना चाहिँ किन राख्नुपर्ने यार एन्टिना छ नि यस्तो यार बोनलेस म गर्छु अब बोनलेस म गर्छु अनि त्यो पनि राखेर किन फालेको यार केटा हो यार मैले त्यो रमेशले फेरि एकचोटि देखाइदिन रमेश कुखुराको चाक हेरेर कुखुराको चाक हेर्दै खोइ हेरौँ त हुन त बाघले त कुखुराको चाकै दिएको थिएन होला आजदेखि होला सिंह खोइ सिंह यता हेर्नु चाहनु अब म चाहिँ किमा बनाउन जाँदैछु बोनलेस भ्यायो यो बोनलेस गरेर भएको छ यो म चाहिँ किमा बनाउन जाँदैछु भनेर होइन हेर्दै जानुहोस् आज चाहिँ म फुल जय किमा बनाउँछु बाहिर बनाउनु भने बनाउनु चाहिँ राम्रो लाग्छ आफूलाई कस्तो चाहिने त्यो अनुसार पनि गर्नु अलिक भन्छ नि फ्रेस हो मेरो चाहिँ यस्तो हुन्छ म चाहिँ आफै बनाउने हो कफी खान्छु कति काम मात्र गर्नु कति दुःख गर्नु कहिलेकाहीँ हुनु पनि हो नि त होइन त्यो भएर हामी चाहिँ क्याम्पेनमा चाहिँ मोमो खान्छ यस्तो बाटो भइसक्यो छोरी यार फाइनली हामीले चाहिँ मोमो बनाइसकेको छौँ बनाएर सकेर पनि अहिले हामीले चाहिँ बसालेको छौँ अनि एकछिनमा खाने र साथी बिरामी भएर हस्पिटल जाँदैछ हस्पिटल गएर हुने ऊ आएपछि चाहिँ खान्छौँ मैले चाहिँ अनि यहाँ चाहिँ हामीले झोल मोमो आज चाहिँ यस्तो झोल मोमो यो झोल अनि अहिले चाहिँ हामीले मिक्सर किनेर मिक्सरले बनाएको हो यस्तो भइसक्यो आज चाहिँ मिक्सर थिएन हातले बनाउँथ्यो यस्तो पकाएर अहिले चाहिँ मिक्सरले बनाएको चाहिँ बवाल भएको तिल होइन यो चाहिँ फेरि तिलको पनि होइन यो चाहिँ आज पिनट्सको हो तिल छैन पाएन अनि पिनट्स पाएर पिनट्स हालेर बनाएको यस्तै अब मोमो चाहिँ अब पाक्नु मात्र बाँकी छ सानो छ हाम्रो राइस कुकरको भाँडा बनाउने हो यो चाहिँ हाम्रो राइस कुकरको भाँडा भएर 25वटा मात्र पाक्छ 2 प्लेट पनि पाक्दैन त्यो भएर ढिला हुन्छ हल्का अनि त्यो भएर सबै एकैचोटि पकाएर अनि एकैचोटि खाने भएर पकाउने अनि यसमा खनाउने यस्तो खाना छ अनि बिस्तारै खाने हो सबै साथीहरूसँग बसेर कमेन्ट त छैन सब्स्क्राइबै छ पोक छ र म त सकियो होला भनेर खाएर सकिसक्यो अब स्टार्ट आज सन्डेको खुवाइ हाम्रो साथीहरूको होइन
खाँदै दिनभर बनाउँदै खाँदै